लासमाथि राजनीति गरेको भनेर कानकाटे दिदीलाई गो ब्याक भन्दैछ भिडियोहरू चाहिँ। एमाले भन्नुभएको म झगडा गर्न आएको होइन नि, म झगडा गर्न आएको हो, म त बालिकाको लागि आएको हो नि त। तपाईलाई एमालेको कार्यकर्ता भनेर यहाँबाट जिएनजी भाइहरूले हटाइयो। न्याय त हामीले पनि माग्नु पर्यो। म महिला होइन, मेरो छोरी छैन, म छोरी होइन। हिजो मलाई कतिको गरियो, म त महिलाको लागि, यो बच्चाको लागि न्याय माग्नु। जाँदा बाली सरकारलाई के भन्न चाहनुहुन्छ? म सरकार केही कुरा गर्दिनँ, कुनै सरकारका कुरा गर्दिनँ, म राजनीति कुरै गर्दिनँ। यो बच्चाले न्याय पाउनु पर्यो। न्याय पाएन के गर्नुहुन्छ? हामी सबैलाई उ गर्नुपर्छ। यस्तो हामीले चाहिँ के गर्नुहुन्छ भन्नु न। फाँसीको सजाय हुनुपर्छ। यो फाँसीको सजाय त छैन नि दिदी, नेपालमा फाँसीको सजाय छैन।